82-83 नित्यता कार्यक्रम ल्याउने चरणमा छौँ, बजेट पनि ल्याउने चरणमा छौँ। यो आर्थिक वर्ष चाहिँ विशेष गरेर मिसन रोजगारी भनेर रोजगारसँग जोड्ने गरी ज्वालामुखी गाउँपालिकाको सिपलाई रोजगारीसँग जोड्ने गरी हामीले हाम्रो ज्वालामुखी गाउँपालिकामा कस्तो किसिमको रोजगारी दिन सकिन्छ, कस्तो किसिमको सिपलाई रोजगारीसँग जोड्न सकिन्छ भनेर हामीले त्यसको अन्वेषण गर्ने, सर्वेक्षण गर्ने, नीति नियम बनाउने गरेर यो आर्थिक वर्षमा हामी नयाँ कार्यक्रम ल्याउँदैछौँ भने ज्वालामुखी गाउँपालिकामा उत्पादन भएका खाद्य वस्तुहरू, उत्पादन भएका त्यस्तै तरकारी भयो, उत्पादन भएका गाई वस्तु भयो, बाख्रा खसी बोका भयो, त्यसलाई बजारसँग जोड्नका निम्ति ज्वालामुखी गाउँपालिकामा भएका कृषि सहकारी संस्था र अन्य सङ्घ संस्थासँग जोडेर साझेदारीमा ज्वालामुखी गाउँपालिकाको थ्रू सामान खरिद गरेर त्यसको बजारीकरण गर्ने गरी हामीले कृषकहरूको उत्पादन बजारमा लानको निम्ति सहज होस् भन्ने किसिमको नयाँ ढङ्गको कार्यक्रम यो आर्थिक वर्षमा हामीले जोडेका छौँ। यसको मतलब चाहिँ के भने हाम्रो गाउँपालिकामा उत्पादन भएका वस्तुहरूको बजारीकरण गर्नको निम्ति किसानले दुःख नपाउन्, सहजीकरण होस् भनेर यो अहिले आर्थिक वर्षमा नित्यता कार्यक्रममा हामी बजेट विनियोजन गर्ने तयारीमा रहेका छौँ। हामी निर्वाचित भएको पनि 3 वर्ष सम्पन्न भइसकेको छ। हाम्रो 3 वर्षे कार्यकाल सम्पन्न भएर हामी 4थो वर्षमा प्रवेश गरिसकेका छौँ। यो अवधिमा हामीले 2079 सालको निर्वाचनमा जनतालाई प्रतिबद्धता गरेका, हामीले घोषणापत्रमा प्रतिबद्धता गरेका कामहरू, थुप्रै कामहरू गरेका छौँ। विशेष गरेर भौतिक संरचना बनाउने कामहरू, त्यसरी 4वटा मुख्य सडकहरू ज्वालामुखी गाउँपालिका अन्तर्प्रदेशीय सडकहरू जुन चाहिँ गण्डकी प्रदेशसँग जोडिन्छ, ती सडकहरू, ती 4वटा मुख्य सडकहरूलाई कालोपत्री गर्न सुरु गरेका छौँ। जुन चाहिँ हामी आउनुभन्दा पहिला त्यो कालोपत्रीहरू सुरु भएको थिएन। पाल्पादेखि 7 भन्ज्याङ आउने सडकको मात्रै बलपत्र आह्वान भएको, तर कालोपत्री सुरुवाती भएको अवस्था थिएन। हामीले त्यो सडकलाई कालोपत्री गर्न सम्पन्न गरेका छौँ भने बाँकी 4वटा सडकहरूलाई पनि कालोपत्री गर्न सुरु गरेका छौँ। हामी निर्वाचित भइसकेपछि पाल्पादेखि 7 भन्ज्याङ आउने सडक 4.5 किलोमिटर बाहेक हामीले झन्डै 12 किलोमिटर सडकहरूलाई कालोपत्री गरिसकेका छौँ। यो आर्थिक वर्षमा सङ्घीय सरकारबाट शहरी विकास मन्त्रालय हामीलाई थुप्रै योजनाहरू प्राप्त भएका छन्। हामी यो 5 वर्षे कार्यकाल समाप्त गर्दाखेरि यी 4वटा मुख्य सडकहरू र विशेष गरेर 7 वडाका वडा कार्यालयसम्म पुग्ने गरी कालोपत्री सम्पन्न गर्ने लक्ष्य लिएका छौँ। भने ज्वालामुखी गाउँपालिकाको लामो समयसम्म प्रशासकीय भवन बन्न सकेको थिएन। त्यो भवन सम्पन्न गर्नका निम्ति ज्वालामुखी गाउँपालिका वडा नम्बर 6 वासी 22 जना दानवीरहरूसँग निःशुल्क जग्गा प्राप्त गरेर ज्वालामुखी गाउँपालिकाको नाममा 1550 रोपनी जग्गा ज्वालामुखी गाउँपालिकाको नाममा प्राप्त गरेर हामीले ज्वालामुखी गाउँपालिकाको प्रशासनिक भवन सम्पन्न गर्न लागेका छौँ। र हामीले हाम्रै कार्यकालमा यो भवन सम्पन्न गरेर हामी त्यो कार्यालयबाट ज्वालामुखी गाउँपालिकाका आम नागरिकले सेवा प्राप्त गर्ने गरी ज्वालामुखी गाउँपालिकाको 22वटै विभिन्न कार्यालयहरू, पशुको, शिक्षाको, स्वास्थ्यको, खानेपानीको, पूर्वाधारका सबै कार्यालयहरू त्यही प्रशासकीय भवनबाट कार्यालय सञ्चालन गर्ने गरी हामी बोलपत्र, त्यो भवनको बोलपत्र आह्वान भएर निर्माण को चरणमा गएको छ। हामी 1 वर्षभित्रमै त्यो भवन सम्पन्न गर्ने गरी लागिरहेका छौँ। र हामी 5 वर्षपछि निस्कँदै गर्दा, हामी 5 वर्ष कार्यकाल समाप्त गर्दै गर्दा ज्वालामुखी गाउँपालिकाभित्र 6079 घरधुरी छ। ती 6079 घरधुरीका नागरिकहरूलाई सुरक्षित खानेपानी पुर्याउने हामीले लक्ष्य लिएका छौँ। ज्वालामुखी गाउँपालिकाले हामीले निर्वाचित भइसकेपछि हाम्रो नेतृत्वमा ज्वालामुखी ग्रामीण खानेपानी सरसफाई तथा स्वच्छता व्यवस्थापन बोर्ड भनेर हामीले गठन गरेका छौँ। यसले प्रत्येक नागरिकको घरमा सुरक्षित खानेपानी पुर्याउने लक्ष्य राखेको छ र ज्वालामुखी गाउँपालिकाभित्रको आम नागरिकको घरमा खानेपानी पुर्याउन निम्ति हामी त्यो बोर्ड मार्फत सबै काम गरिरहेका छौँ। र प्रत्येक नागरिक आज पनि हामीले आह्वान गरिरहेका छौँ, तपाईँको घरमा खानेपानी पुगेको छैन भने त्यसको जिम्मा स्थानीय सरकारले लिन्छ र तपाईँहरू बोर्डमा आबद्ध भइदिनुको निम्ति भनेर आह्वान गरेका छौँ। र विभिन्न ज्वालामुखी गाउँपालिकामा छरिएर रहेका खानेपानी समितिहरूलाई एकीकरण गर्दै अहिले हामीले 2309 घरधुरीमा चाहिँ खानेपानी मिटर जडान गरेर खानेपानी पुर्याएका छौँ। उहाँहरूसँग हामी टेरिफको पनि कलेक्सन गर्छौँ। झन्डै 28 देखि 30 लाख रुपियाँ हामीले आम्दानी पनि गरेका छौँ। त्यही खर्चबाट कर्मचारीको तलब, त्यस्तै गरेर विभिन्न सेमिनारहरू, त्यस्तै खानेपानीका मर्मतहरू, गोष्ठीहरू, त्यस्तै गरेर सामान खरिदहरू, त्यो आयोजनाको लागि आवश्यक पर्ने कामहरू सबै त्यसैबाट गरिरहेका छौँ। हामीले ज्वालामुखी गाउँपालिकाको प्रत्येक नागरिकको घरमा हामीले खानेपानी सुरक्षित पुर्यायौँ भने अबको 2 वर्षमा असङ्घीय सरकार, प्रदेश सरकारसँग खानेपानी बनाइदिनुहोस्, खानेपानीलाई पैसा ल्याउनुहोस् भनेर हामी जानुपर्ने स्थिति रहँदैन। यसलाई हामीले चरणबद्ध रूपमा काम गरेका छौँ। अर्को कुरा, ज्वालामुखी गाउँपालिकामा 2082 मा ज्वालामुखी गाउँपालिकालाई पूर्ण सरसफाई र स्वच्छ नमुना गाउँपालिका घोषणा गर्ने अभियानमा लागेका छौँ। सोही अनुसार ज्वालामुखी गाउँपालिका वडा नम्बर 3, वडा नम्बर 6 र
वडा नम्बर 7 लाई पूर्ण सरसफाई वडा घोषणा गरेका छौं, स्वच्छ र नमुना वडा घोषणा गरेका छौं। बाँकी रहेका 4 वडा वडाहरूलाई 2082 सम्म अन्त्य गरी 2082 को अन्तिममा हामी ज्वालामुखी गाउँपालिकालाई पूर्ण सरसफाई गाउँपालिका घोषणा गर्नेछौँ। यसका केही सूचकहरू छन्, केही सूचकहरूलाई पूरा गर्नुपर्ने हुन्छ। घरमा अनिवार्य शौचालय हुनुपर्ने, घरमा अनिवार्य पानीको व्यवस्थापन हुनुपर्ने, भान्साकोठा सरसफाई हुनुपर्ने, पानी फिल्टर गरेर अथवा कुनै प्रविधि अपनाएर पानीको प्रयोग गरेको हुनुपर्ने, आँगन सरसफाई हुनुपर्ने, विभिन्न किसिमका त्यसका इन्डिकेटरहरू पूरा गरिसकेपछि त्यसलाई हामी 4 चोटिसम्म त्यसको अनुगमन गर्छौँ। त्यसपछि हामी त्यो घरलाई पूर्ण सरसफाई भएको घोषणा गरी टोल बस्ती वडालाई नै घोषणा गर्ने अभियानमा लागेका छौँ। यो बागमती प्रदेशमै नमुना गाउँपालिका बनाउनु पर्छ भन्ने अभियानमा लागेका छौँ। त्यस्तै ज्वालामुखी गाउँपालिकामा पर्यटनका थुप्रै सम्भावना बोकेका क्षेत्रहरू छन्। यो चाहिँ पुरातात्विक हिसाबले पनि त्यसका महत्त्वपूर्ण स्थानहरू छन्। ज्वालामुखी मन्दिर, ढोला मण्डली, त्यस्तै गरेर अन्नकन्या मन्दिर, त्यस्तै गरेर मैदीकोट मन्दिर जहाँ चाहिँ पृथ्वीनारायण शाहको व्रतबन्ध गरेको भन्ने किम्वदन्ती रहेको छ। यी धार्मिक र पौराणिक स्थलहरू भएका ठाउँको पूर्वाधारहरू बनाउने यो 3 वर्षको कार्यक्रम हामीले थुप्रै पूर्वाधारका संरचनाहरू तयार गरेका छौँ। सकेसम्म त्यहाँ जाने बाटोलाई पनि अलि व्यवस्थित गर्ने कुरामा हामी लागेका छौँ। यो 3 वर्षको कार्यकालमा हामीले त्यसलाई अझ व्यवस्थित बनाएका छौँ। त्यस्तै ज्वालामुखी गाउँपालिकाका आम नागरिक कुनै चाहिँ शिक्षाको परिवर्तन गर्ने गरी विशेष गरेर सामुदायिक शिक्षामा आम नागरिकहरू पछाडि नपरुन्। ज्वालामुखी गाउँपालिका कोही पनि बालबालिकाहरू शिक्षाबाट बाहिर वञ्चित हुन नपरोस् भन्ने अभियानका साथ हामीले सामुदायिक विद्यालयको स्तरोन्नति गर्ने र यो ज्वालामुखी गाउँपालिकाबाट अध्ययन गरेर निस्केका विद्यार्थीहरू अन्य विद्यालयमा गएर प्रतिस्पर्धा गर्न सकुन् भन्ने अभिप्रायका साथ हामीले सामुदायिक विद्यालयहरूमा विद्यालयको गुणस्तर वृद्धि गर्ने, शिक्षकहरूलाई समय साक्षर तालिमको व्यवस्थापन गर्ने, भौतिक संरचनाहरू विद्यालयका भौतिक संरचनाहरूलाई पुनर्निर्माण गर्ने अभियानमा लागेका छौँ। अहिले ज्वालामुखी गाउँपालिकामा सामुदायिक विद्यालयमा विद्यार्थीहरू भर्नाको दर पनि बढेको छ र कुनै पनि विद्यार्थी यो वा त्यो नाममा, गरिबका नाममा अथवा दूरीका हिसाबले अथवा विद्यालयको अवस्थाको हिसाबले म विद्यालय जान पाइनँ भन्ने कोही पनि विद्यार्थीहरू छैनन्। हामी त्यो अभियानमा लागेका छौँ। त्यस्तै ज्वालामुखी गाउँपालिका स्वास्थ्यको कुरा हुन्छ भने आधारभूत स्वास्थ्य सेवाबाट कोही पनि नागरिक वञ्चित हुन नपरोस् भनेर ज्वालामुखी गाउँपालिकामा रहेका 4 वटा स्वास्थ्य चौकीहरू, त्यस्तै आधारभूत अस्पताल, त्यस्तै गरेर तपाईँ सामुदायिक स्वास्थ्य कार्यालयहरूबाट आम नागरिकले सेवा लिने गरी हामीले स्वास्थ्यमा काम गरेका छौँ। ज्वालामुखी गाउँपालिका धादिङकै ढोला स्वास्थ्य चौकी चाहिँ धादिङकै प्रथम भएको छ आधारभूत अस्पतालमा। त्यो चाहिँ विभिन्न इन्डिकेटर स्वास्थ्य मन्त्रालयले, नेपाल सरकारले विभिन्न इन्डिकेटरहरू तोकेको छ। त्यो इन्डिकेटर प्राप्त गरेर धादिङकै प्रथम हुन सफल भएको छ भने बागमती प्रदेशमै प्रतिस्पर्धाको निम्ति हामीले यो ढोला स्वास्थ्य चौकीलाई हामीले पठाएका छौँ भने धादिङ जिल्लाको मध्ये ज्वालामुखी गाउँपालिकामा रहेको 4 वटै स्वास्थ्य चौकी चाहिँ हरियो स्टिकर प्राप्त गरेको छ। त्यो भनेको आधारभूत तहको चाहिँ जुन सेवा नागरिकले पाउनुपर्ने हो, स्वास्थ्य सेवा पाउनुपर्ने हो, त्यो चाहिँ यी 4 वटै स्वास्थ्य चौकीबाट चाहिँ प्राप्त गरेका छन्। र विशेष गरेर आम नागरिकको सवाल भनेको चाहिँ बाटो कालोपत्री भइदियो भने घरमा सहज जान पाइन्छ भन्ने छ। त्यसलाई हामीले अभियानकै रूपमा लिएका छौँ भने ज्वालामुखी गाउँपालिकामा विशेष गरेर रोजगारी सिर्जना गर्ने गरी कृषिलाई विशेष गरेर महत्त्व दिने गरी हामीले कार्यक्रम सञ्चालन गरेका छौँ। ज्वालामुखी गाउँपालिकाका केही पकेट क्षेत्रहरू निर्धारण गर्ने गरी हामीले कार्यक्रम सञ्चालन गरेका छौँ। ज्वालामुखी गाउँपालिका वडा नम्बर 5 मा रहेको केही क्षेत्रलाई हामीले सुन्तलाको पकेट क्षेत्र बनाएका छौँ भने ज्वालामुखी गाउँपालिका वडा नम्बर 4 लाई चाहिँ हामीले सखरखण्डको पकेट क्षेत्र बनाएका छौँ। वडा नम्बर 2 लाई हामीले अहिले कफी खेतीको अवधारणा लिएर आएका छौँ। केही क्षेत्र भूगोल हेरेर बाटो परीक्षण गरेर त्यहाँको उत्पादनलाई र युवाहरूलाई उत्पादनसँग जोड्ने गरी हामीले कार्यक्रम सञ्चालन गरेका छौँ। हाम्रो ज्वालामुखी गाउँपालिका केही भूभागहरू बङ्गुर पालन गर्नको निम्ति योग्य ठाउँ रहेको। अहिले हामीले ज्वालामुखी गाउँपालिकाको नयाँ कार्यक्रम चाहिँ भनेको हाम्रो ज्वालामुखी गाउँपालिकाको सबैवटा वडामा सुन्तला, आँप, लिची हुने क्षेत्रहरू भएका कारणले गर्दा यसलाई प्राथमिकरण गर्ने र यहाँको उत्पादनलाई चाहिँ बजारीकरण गर्ने गरी हामीले कार्यक्रमहरू सञ्चालन गरेका छौँ। यो 5 वर्ष अवधिमा विशेष गरेर नागरिकलाई सुशासन दिने र नागरिकलाई रोजगारीसँग जोड्ने गरी हामीले कार्यक्रम सञ्चालन गरेका छौँ।